कहिलेकाहीँ जीवनमा हुने केही घटनाहरू यस्ता हुन्छन् जसलाई सम्झिँदा वर्षौँपछि पनि अनुहारमा मुस्कान आउँछ। त्यो भेटमा कुनै ठुलो योजना हुँदैन, कुनै विशेष तयारी हुँदैन, तर समयले ती एउटा दिनलाई जीवनभर सम्झिने दिन बनाइदिन्छ। मेरो जीवनमा पनि त्यस्तै एउटा भेट भएको थियो, तर अचम्मको कुरा के थियो भने त्यो दिन म जसलाई भेट्न जाँदैछु भनेर उत्साहित थिएँ त्यो व्यक्ति मेरी श्रीमतीको बहिनी, मेरी साली हुन् भन्ने कुरा मलाई बाटोमा मात्रै थाहा भयो। र त्यो भेटले हाम्रो परिवारमा यति धेरै रमाइला घटना जन्मायो कि आज पनि घरमा त्यो कुरा निस्किँदा सबैजना हाँस्न थाल्छन्। कथा सुरु हुन्छ बिहे भएको केही महिनापछि। म गाउँबाट सहरमा कामको सिलसिलामा बसेको थिएँ। बिहे भएको केही समय मात्र भएकोले श्रीमतीसँग पनि नयाँ नयाँ सम्बन्ध बुझ्दै थिएँ। श्रीमती शान्त स्वभावकी थिइन्, तर उनको एउटा बानी चाहिँ निकै रमाइलो थियो। घरको कुरा सुरु गरेपछि त्यसलाई आधा घन्टा नपुर्याई छोड्दै नछोड्ने। एक दिन बिहानै उनले भनिन्, आज बेलुका घर छिट्टै आउनु है। मैले सोधेँ, किन? उनले मुस्कुराउँदै भनिन्, तपाईँलाई एउटा मान्छेसँग भेट गराउनु पर्छ। मैले फेरि सोधेँ, को मान्छे? भेटेपछि थाहा पाइहाल्नुहुन्छ, त्यति भनेर उनी भान्सातिर लागिन्। मलाई झन् कौतूल्य भयो। दिनभर काम गर्दा पनि दिमागमा एउटै कुरा घुमिरह्यो, आखिर त्यो मान्छे को होला? बेलुका घर फर्कदा घरको वातावरण नै फरक थियो। ढोकामा एउटा नयाँ चप्पल थियो, बैठकमा एउटा झोला राखिएको थियो अनि भित्रबाट हाँसेको आवाज आइरहेको थियो। मैले ढोका खोलेँ। श्रीमती भान्साबाट दौडिँदै आइन् र भनिन्, ल आउनुभयो, अब चिनाउनु पर्छ। त्यसपछि बैठकमा बसेकी एउटी युवती उठिन्, जिजु नमस्ते। म एकछिन अल्मलिएँ। मैले श्रीमतीतिर हेरेँ। उसले हाँस्दै भनिन्, उहाँ मेरी बहिनी, तपाईँकी साली। त्यो क्षण मलाई आफ्नै श्रीमतीले दिनभर किन रहस्य बनाइराखेकी थिइन् भन्ने बुझियो। मैले हाँस्दै भने, ए तपाईँ नै पो हुनुहुँदो रहेछ। उनले तुरुन्तै भनिन्, किन? मलाई पहिले देख्नु भएको थियो र? मैले भने, तपाईँको बारेमा धेरै सुनेको थिएँ, तर प्रत्यक्ष भेट आज मात्रै भयो। मैले मुस्कुराउँदै भने, अनि मेरो बारेमा के सुन्नुभयो मेरी दिदीले? म एकछिन चुप लागेँ, किनभने त्यो प्रश्नको सही उत्तर दिनु निकै जोखिमपूर्ण थियो। श्रीमती भान्साबाट कराइन्, सबै कुरा नभनिदिनु है। बैठकमा हाँसोको फोहरा छुट्यो। त्यो नै हाम्रो पहिलो भेट थियो, तर त्यो भेट त्यतिमै सकिएन। भोलिपल्ट बिहान उनी घरमै थिइन्। म चिया पकाउँदै मोबाइल हेर्दै थिएँ। अनि आएर सोधिन्, जिजु तपाईँ बिहानैदेखि मोबाइलमा के हेर्नुहुन्छ? मैले भने, समाचार। उनले मोबाइल हेरेर भनिन्, समाचार होइन, फेसबुक चलाइरहनु भएको छ। मैले हाँस्दै भने, फेसबुक पनि समाचारकै एउटा रूप हो। उनी तुरुन्तै बोलिन्, त्यसो भए म तपाईँलाई पत्रकारिताको स्रोत भए हो। त्यो दिनदेखि हाम्रो भेटघाटमा सधैँ यस्तै हाँसो ठट्टा हुन थाल्यो। तर उनी केही दिनका लागि मात्र आएकी रहेछिन्। उनको गाउँमा पढाइको काम थियो, त्यसैले घर फर्किनु अघि एक दिन उनले भनिन्, जिजु तपाईँलाई गाउँ आउनुपर्छ है। मैले भने, अवश्य आउँछौ। उनले हाँस्दै भन्न सजिलो हुन्छ, आउनुभयो भने थाहा हुन्छ गाउँको बाटो कस्तो हुन्छ। मलाई के थाहा, ती एउटा वाक्य केही महिनापछि हाम्रो यात्राको कारण बन्छ भनेर। केही समयपछि श्रीमतीले भनिन्, माइतीमा एउटा पारिवारिक काम छ, 2 दिनको लागि गाउँ जाउँ। म तयार भएँ। हामी बिहानै बस चढ्यौँ। बाटोभरि श्रीमतीले गाउँको कुरा गरिरहिन्। त्यहाँ पुगेपछि आमाले, तपाईँको काम लगाउनुहुन्छ? मैले हाँस्दै भने, म पाहुना हुँ कि मजदुर? उनले भनिन्, ज्वाइँले हाम्रो घरमा पाहुना मानिँदैन। त्यो कुरा सुनेर म हाँसेँ। गाउँ पुगेपछि साँच्चीकै घरमा निकै चहल पहल रहेछ। सासुआमा आँगनमै थिइन्, ससुरा खेततिर जानुभएको थियो अनि घरको काममा सबैभन्दा व्यस्त मेरी साली। हामी पुगेको देखेर उनी दौडिँदै आइन्, ओहो जिजु पनि आउनु भएछ। मैले भने, तपाईँले नै बोलाउनु भएको होइन? उनले भनिन्, बोलाएको त हो, तर साँच्चीकै आउनु भएछ भनेर सोचेकी थिएन। मैले हाँस्दै भने, अब आएपछि काम पनि गर्नुपर्छ कि? उनले तुरुन्तै भनिन्, हो, यही त समस्या हो। सबैजना हाँसे। त्यो दिन दिउँसो हामी खेततिर गयौँ। सालीले घरको काममा सबैलाई सहयोग गरिरहेकी थिइन्। कहिले पानी ल्याउने, कहिले घाँस मिलाउने, कहिले आमालाई भान्सामा सघाउने। मैले उनलाई देखेर श्रीमतीलाई भने, तिम्रो बहिनी त घरको आधा काम एक्लै भ्याउँदी रहेछिन्। श्रीमतीले भनिन्, हो नि, तर यसलाई प्रशंसा गर्यो भने झन् काम लगाउँछे। टाढैबाट सुनेर भनिन्, दिदी
भिनाजुले मेरो पक्ष लिएको हो। मैले हाँस्दै भने, म त सत्य कुरा मात्र बोल्दैछु। त्यसपछि उनले एउटा अनौठो प्रस्ताव राखिन्। भिनाजी, भोलि बिहान खेतमा मसँग आउनुहुन्छ? मैले सोधेँ, किन? त्यहाँ एउटा काम छ, तपाईँले पनि सिक्नुपर्छ। मैले सोचेँ सामान्य खेतको काम होला। भोलिपल्ट बिहानै उनी मलाई बोलाउन आइन्। भिनाजी उठ्नुभयो। उठे। ल, आज सहरको मान्छेलाई गाउँको असली काम देखाउँछु। म उनको पछि लागेँ, तर खेतमा पुगेपछि थाहा भयो काम सोचेभन्दा गाह्रो रहेछ। माटो चिप्लो थियो, बाटो उकालो थियो, हातमा औजार थियो। मैले केही बेर काम गरेँ भने अब बुझेँ मलाई यहाँ किन बोलाइरहेको रहेछ। उनी हाँस्दै भनिन्, किन? मलाई ज्वाइँ होइन कामदार बनाउन। उनले हाँस्दै भनिन्, तपाईँले नै त भन्नुभएको थियो गाउँको काम सिक्नुपर्छ भनेर। त्यो दिन हामीले निकै काम गर्यौँ। बिचमा पानी खान बस्दा उनले आफ्नो बाल्यकालका कुरा सुनाइन्। भेनाजु, हामी सानो हुँदा दिदीले मलाई धेरै गाली गर्नुहुन्थ्यो। मैले श्रीमतीतिर हेरेँ। साँच्चै? श्रीमतीले भनिन्, त्यो आफैले के गर्थी, अहिले सबै मलाई दोष। सालीले भनिन्, दिदी मलाई एकपटक स्कुल नजानी भनेर यति धेरै गाली गर्नुभएको थियो कि म 2 दिनसम्म उहाँसँग बोलेकी थिइनँ। मैले हाँस्दै भने, त्यसपछि दिदीले मलाई चक्लेट ल्याइदिनु भयो अनि म फेरि बोल्न थालेँ। हामी सबै हाँस्यौँ। त्यो दिन मलाई एउटा कुरा बुझियो, परिवारको सम्बन्ध केवल रगतले होइन, यस्ता साना साना सम्झनाले पनि बलियो हुँदो रहेछ। तर हाम्रो गाउँको बसाइमा अर्को एउटा रमाइलो घटना पनि भयो। साँझ घरमा सबैजना बसेका थियौँ। ससुराले पुरानो दिनको कुरा गर्दै भन्नुहुन्थ्यो। अचानक उहाँले मलाई सोध्नुभयो, बाबु, हाम्रो छोरीसँग बिहे गरेपछि सबैभन्दा गाह्रो के लाग्यो? मैले श्रीमतीतिर हेरेँ। सबैजना मेरो उत्तर सुन्न पर्खिरहेका थिए। मैले केही बेर सोचेर भने, सबैभन्दा गाह्रो कुरा चाहिँ एउटा हो। सालीले उत्सुक भएर सोधिन्, के? मैले भने, तपाईँको घरमा सबैले एकैचोटि बोल्नुहुन्छ, कसको कुरा पहिला सुन्ने भन्ने नै थाहा हुँदैन। पुरै घर हाँसोले गुन्जियो। श्रीमतीले तन्काएर उठाएर मलाई हान्न खोजिन्। सालीले हाँस्दै भनिन्, भेनाजु, अब तपाईँ हाम्रो परिवारको सदस्य भइसक्नुभयो। यस्तो कुरा भन्न पाउने अधिकार पनि आइसक्यो। यो वाक्य सुन्दा मलाई साँच्चीकै राम्रो लाग्यो, किनकि नयाँ परिवारमा जाँदा सबैभन्दा ठुलो कुरा अपनत्व हुँदो रहेछ। केही दिनपछि हामी सहर फर्किने तयारीमा थियौँ। साली आँगनमा उभिएर सामान मिलाउँदै थिइन्। उनले भनिन्, भेनाजु, फेरि आउनु होला है। मैले भने, अब त काम नपरी पनि आइहाल्नु पर्ला जस्तो छ। उनले हाँस्दै भनिन्, काम नपरी आउनुभयो भने तपाईँलाई गाउँको अर्को काम सिकाउँछु। मैले डराउँदै भने, पहिलाको कामबाट अझै शरीर दुखिरहेको छ। सबैजना हाँसे। बस छुट्ने समय भयो। श्रीमती बसमा चढिन्। म पनि चढ्न लाग्दा सालीले पछाडिबाट भनिन्, भिनाजी। मैले फर्केर हेरेँ। उनले भनिन्, अर्को पटक आउँदा शरीरको चिया होइन, गाउँको दुधको चिया खानुपर्छ। मैले भने, पक्का। बस अघि बढायो। झ्यालबाट बाहिर हेर्दा उनी आँगनमै उभिएकी थिइन्। यो पहिलो भेट सम्झदा आज पनि मलाई एउटा कुरा लाग्छ, हामी जीवनमा धेरै मानिस भेट्छौँ। केही भेटहरू केही मिनेटमै सकिन्छन्, केही सम्बन्ध समयसँगै हराउँछन्, तर केही मानिसहरू भने हाम्रो जीवनमा आएर परिवारको एउटा हिस्सा बन्छन्। सालीसँगको त्यो पहिलो भेट पनि यस्तै थियो। त्यहाँ कुनै असामान्य कुरा थिएन, न कुनै ठुलो दुर्घटना, न कुनै फिल्मी मोड थियो, त केवल परिवार, हाँसो, गाउँको जीवन, सानो सानो ठट्टा र एकअर्कालाई सहयोग गर्ने भावना। तर सायद वास्तविक जीवनको सुन्दरता नै यही हो। ठुलो घटनाले मात्र सम्झना बनाउँदैन। कहिलेकाहीँ एउटा कप चिया, खेतको बाटो, परिवारको हाँसो र कसैले सहजै भनेको एउटा वाक्य पनि वर्षौसम्म मनमा बसिरहन्छ। आज पनि घरमा पारिवारिक जमघट हुँदा कसैले त्यो पहिलो भेटको कुरा निकाल्यो भने मेरी श्रीमती हाँस्दै भन्छन्, तपाईँलाई याद छ पहिलो दिन नै मेरो बहिनीलाई धेरै बोल्न लगाउनु भएको थियो? साली तुरुन्तै जवाब दिन्छन्, दिदी, पहिलो दिनदेखि नै भेना हाम्रो घरको मान्छे भइसक्नु भएको थियो। अनि म मुस्कुराउँदै भन्छु, हो, तर मलाई घरको मान्छे बनाउने नाममा खेतमा काम लगाइएको कुरा चाहिँ अझै बिर्सेको छैन। त्यसपछि फेरि सबैजना हाँस्छौँ र मलाई लाग्छ जीवनमा सम्झनालायक सम्बन्धहरू सधैँ ठुलो कुराबाट सुरु हुँदैन। कहिलेकाहीँ एउटा सामान्य भेट नै एउटा सुन्दर पारिवारिक कथाको सुरुवात बनिदिन्छ। त्यसैले त्यो दिनलाई म आज पनि सम्झन्छु। सालीसँगको त्यो पहिलो भेट भनेर अझै पनि सम्झन्छु।